पनि 5 मिनट मात्रै ढिला भएको है बाधा नै दिए। शेरबहादुरजीलाई अलिक घाइते बनाउने र मलाई चाहिँ मार्ने खालकै आइसक्यो। त्यो मार्ने हुनाले पाएन। अर्को मैले अब आफ्नो तयारी पनि गर्न पाइनँ। सेक्युरिटीमाथि अलिकति मलाई भरोसा भयो, तर सेक्युरिटीले पछि हामी केही पनि गर्न सक्दैनौँ। अन्तिममा सेनाले भगाइसम्म दियो, त्यहाँबाट निकाल्यो, 5 मिनटभित्र मारिदियो। यो अवस्थाबाट पनि जिम्मेवार छ। मेरो मनोबल न कहिले कमजोर थियो, न कहिले कमजोर हुन्छ। कमजोर मनोबल भएर हामी देश जोगाउन सक्छौँ। यसका विरुद्ध ठुलो षड्यन्त्र भइरहेछ। त्यसलाई हामीले त्यो षड्यन्त्रबाट देशलाई जोगाउनका लागि उच्च मनोबल गर्नुपर्छ। हरेस काम हुँदैन।